म विशेष गरी दोहोरी गायक हुँ। अहिले सन्तोषलाई थाहा छ, मैले सुरुको दोहोरी गाउने बेलामा मलाई नेपाल टेलिभिजनले दोहोऱ्याउन बोलायो। एकजना रिता थापा मगरसँग अहिले हाम्रो प्रसारको अध्यक्ष हुनुहुन्छ। म त पातालो लुरे थिएँ, गीत गाउन सुरु गरेँ, फुर्ती लगाएको स्यान्जेली पारा देखाएको बेसरी पेली मलाई। मैले बरु फुर्ती लगाएर हे हिँड्छन् हाम्रा बात अघि अघि बढेर रातो कारमा चढेर, हे हिँड्छन् हाम्रा बात अघि अघि बढेर रातो कारमा चढेर भनेर फुर्ती लगाएको। केटीले त मलाई बेसरी पेली हजुर। के भन्छ भनेको त हे दुईटा गोरु अघि एउटा लौरो अर्को पार त्यही त होला रातो कार भनेर मैले यति पेली फेरि फुर्ती लाग्यो मैले। हे हाम्रो बाको हे 50 लाखको कारमा आफ्नो जिउडाल सजाउँदै हिँड्छन् हरन बजाउँदै भनेको फेरि बेल्छ बा। ए तेरा बाले हरन बजाउँदा खुबै दुखी बनेर अहमाले भने फेरि फुर्ती लाए। हे मेरा बा ठुला व्यापारी हुन्, साह्रै व्यस्त भइरहन्छन्, अमेरिका गइरहन्छन् भनेको फेरि बेल्छ बा। हे तेरा बाउ हलो जोत्नै व्यस्त, कति फुर्सद पाछैनन्, काठमाडौँ नि आछन्। सुरुमै देख्दा परे